ल यो 1 क्विन्टल भन्दा बढी ठुलो घण्ट छ यहाँ। भैरवनाथजीको मन्दिर रहेछ यहाँ। यो गुल्मी भन्ने ठाउँमा हो है, हामी यहाँ हेर्दैछौँ। ल टक्क यो घण्ट हुनुहुन्छ उहाँ। 1 क्विन्टल भन्दा बढी, ल उठाउनै सकिँदैन मान्छेले। यस्तो छ क्षेत्र यहाँको। मन्दिरहरू टक्क यहाँ खसी बोका काट्ने ठाउँ, यो राँगा काट्ने ठाउँ हो। यो तरबा टक्कै नेपालको झन्डा। यो झन्डाले गर्दा नेपाल देश चिनिएको है। यो झन्डाको धेरै महत्त्वपूर्ण छ नेपालमा। तर नेपालका चोर खाते नेताहरू, दलाली भ्रष्टाचारहरूलाई थाहै छैन यो झन्डाको महत्त्वपूर्ण के हो र नेपालमा भएका मठ मन्दिरहरूको यहाँ महत्त्वपूर्ण के हो भन्ने कुरो यहाँ नेपालका खाते नेताहरू है, केपी ओली, प्रचण्ड शेरे नेपालका नेताहरूलाई 2टा तरबार लिएर सायद काट्नुपर्छ होला। यसरी यो भगवान भैरवनाथ मन्दिरलाई म भन्दैछु, नेपालमा छिट्टै राजा आओस्, तर हत्यारा हिंसा गर्ने र चोरहरू, गणतन्त्रवादीहरू, यी लुटेराहरू, यी भ्रष्टाचार गर्ने, देशको नामहरू मेटाउने यी कुलङ्करहरूलाई यो तरबारले काट्न परोस्। भैरवनाथ यी घुँडाहरू हुन्, तरबारहरू हुन्, यसरी काट्नु परोस्। नत्र भने राजतन्त्रलाई आउन दिनुहोस् गणतन्त्रवादीहरू, नत्र भने तिमीहरूको ज्यान जानेछ। ल त्यहाँ हेर्नु, यो उहाँ चाहिँ रानीले रिस उठेर तरबारले हानेर काटिएको ढुङ्गा यो चाहिँ है। यस्तो छ यहाँ। उहाँ चाहिँ भैरवनाथ भगवान शिवजीको मन्दिर है। यस्तो छ हेर्नु टक्कै। ल हेर्नु कस्तो दृश्य छ। ल पुष्ट भण्डारीजी के छ हजुरलाई? हजुर त नेपालको झन्डामा पुग्नु भयो रहेछ क्या रे? हो नि सर, म यसो जुम्लाबाट यस्तै अब घुमफिर गर्दै यहाँ गुल्मीको बमगासम्म पुगियो क्या रे। यसो यो नेपालको झन्डाहरू हेरियो यहाँ भैरवी। अनि तपाईँलाई नेपालको झन्डा जति माया लाग्छ त्यति नेपालको नेताहरूलाई कतिको माया लाग्छ? अहिलेको गणतन्त्रवादीहरूको नेताहरूलाई लाउनु तपाईँले? मेरो गर्नु नलाउनु, म गर्नु। जय राष्ट्रवाद। यो हामी आएका छौँ गुल्मी भन्ने ठाउँमा। यहाँ भैरवनाथजीको मन्दिर रहेछ। मन्दिरमा दर्शन गरियो। त्यही भएर यहाँ रानीले तरबारले काटेको ढुङ्गा पनि दृश्यको फोटाहरू खिचियो है। यसले गर्दा हामी घुम्दै यात्राहरू हाम्रो सफल भइरहेछ। घुम्दा घुम्दै मातृभूमि नेपाल हाम्रो हिन्दू राष्ट्र है। सायद म यो मन्दिरको बाजा खाएर भन्छु कि नेपालमा हिन्दू राष्ट्र कायम हुनुपर्छ र प्रदेशहरू खारेज हुनुपर्छ र जनताले चुनेको प्रधानमन्त्री हुन पाउनुपर्छ। यति नगरेसम्म नेपालका जनताहरू कहिले पनि जिन्दगीमा सुख पाउने छैनन्। यसैले गर्दा मेरा 2-4 शब्दहरू यही टुङ्गाउँछु। जय नेपाल, जय राष्ट्रवाद।